NIBLS होइन यो मेरो 40,000 भित्र देखेर उनीहरू यतिको रेटिङ गरेर पुरा गर्न आइरहेको छ। कुनको NIBLS NIBLS हेलो दिपेन सर नमस्ते। नमस्ते हजुर। तो यो सिन्धु के होल्ड राख्ने कि बेच्दिनु भनिदिनु त सर। त मलाई लाग्छ गर्ने हो के सर अहिले त होइन भन्नु न एकचोटि हजुरलाई के लाग्छ त्यही सोधेको मात्र हजुरको। तपाईँ के भन्नुहुन्छ? के हजुरको मन लाग्छ त्यही गर्नुहोस् के सर। हुन्छ हुन्छ सर। कति किताब है जोशी? 2,10,000 जय सियाराम सर। जय सियाराम सर म सप्तकोशीमा 1400मा फसेको मान्छे हो होइन सर। कस्तो होला सर यसको फ्युचर? राम्रो हुन्छ हजुर चिन्ता नलिनुहोस्, तर लङ टर्म हो भने मात्र राम्रो हुन्छ नत्र हुन्न है। सर हजुरको जोशी जस्तो इन्ट्री यसमा कहिले होला सर? हेरौँ न समयको कुरा, समय कुर्नुपर्छ। सर अनि अस्ति हजुरलाई सोधेको थिएँ मैले होइन त्यो जोशी किन्दा हुन्छ कि हुँदैन भन्दा हजुरले बेचिदिनुहोस् सिफ्ट गर्नुहोस् भन्नुभएको थियो। 6-7 महिना लाग्छ भनेको थियो होइन। अनि हजुर अहिले आउनुभयो सर। यस्तो छ 6-7 महिना त मेरो पहिल्यैदेखि भनिरहेको छु होइन। मैले बेचिदिनुहोस् भनेर होइन। यदि लङ टर्म हो भने पर्खिनु होला नत्र जानु होला। जुन आज सिन्धुमा बोलिरहेको छु त्यही कुरा बोलिरहेको छु मैले होइन। यदि तपाईँ लङ टर्म बस्नुहुन्छ भने बस्नुहोस् नत्र छोडेर जाँदा हुन्छ। यही त भन्नु सर। त्यसो भए सप्तकोशीमा एभरेज गर्दा हुन्छ सर। लङ टर्म हुनुहुन्छ भने गर्नुहोस्। सर लङ टर्म भन्नाले कति हो सर? 1 वर्ष पिरियडलाई लङ टर्म भन्नु मिल्छ सर? हुन्छ 6 महिना 1 वर्ष। सर धन्यवाद सर। जय सियाराम। जय सियाराम। साथीहरू नि कुरा राख्नुहोस् है पालो पालो। यहाँ अरू हेलो हेलो हजुर दिपेन्द्र काका नमस्कार। नमस्कार। यो हामी त भर्खर नयाँ आउँदै गरेको हो कि यो सेक्टरमा। के छ हाम्रो लागि के सल्लाह सुझाव छ तपाईँलाई नयाँ बिगिनरहरूको लागि सेयर मार्केटमा? हजुर राम्रो छ। हामी दुःख पाइरहेको छौँ, हजुरहरू किन दुःख पाउनुहुन्छ यार? हजुर त्यही त। अनि मेरो एउटा प्रश्न धेरै त छैन। आज त्यो एनएमआइसी 40 किताब जति छ कि परेको आइपिओ यो घटिरहेको छ। आज बेच्दा ठिक होला कि तपाईँको होल्ड गर्दा ठिक होला काका? बेच्ने हो हजुर, बेच्ने हो। 2300 रुपियाँ पाइसक्नु 100 रुपियाँको अरू के गर्नु चाहनुहुन्छ? त्यही त मलाई बेचौँ जस्तो लागेको छ। साथीहरूले चाहिँ होइन होल्ड गर यो म्यानिपुलेट मात्र गरे हो भोलि बढ्छ भन्छ क्या। बढे पनि उनीहरूलाई भन्नुहोस् तपाईँहरू नै खानुहोस् भनेर मुखमा हालिदिनुहोस्। मैले पनि त्यही सोचिरहेको छु प्रफिट बुक गर्नु पर्यो भनेर लास्ट मिनटतिर जति छ त्यति। त्यो असन्तुष्टि भएर के बस्नु जस्तो लाग्यो कि
अनि हाइड्रो सेक्टरमा कुनतिर लगानी गर्दा ठिक होला लङ टर्म सर्ट टर्मको लागि काका हाइड्रोमा त थाहा नै छ तपाईँहरूलाई केमा छौँ केमा छैन लगानी गर्नुभन्दा 2-4 दिन अगाडिदेखि चाहिँ लाइभ हेर्न बस्नुहोस् है अनि ठ्याक्कै थपाउनुहुन्छ है हुन्छ म निस्किन्छु है साथीहरू आफ्नो र आफन्तको ख्याल राख्नु होला जय सिया राम है बाइ जय सिया राम भाइ जय सिया राम